गुड मर्निङ, नमस्ते गाइस। सबैजनाले सोध्नुहुन्छ साउदी अरबिया कस्तो छ त, कस्तो छ साउदी अरबियाको ठाउँ, विदेश कस्तो हुन्छ भनेर सोध्नुहुन्छ। विदेश यस्तो हुन्छ त, हेर विदेश कस्तो चाहिँ हुन्छ त विदेश। हेरौँ त, यता गाडी पार्किङहरू यस्तो ल कस्तो हुन्छ विदेश भन्नेहरूको लागि यस्तै 9 घन्टा काम गरेर अनि यसरी हिँड्न परेको चाहिँ सकेर अब 9 घन्टा काम गरिसकेर अनि रुम आउँदाखेरि हिँड्दै आउनु पऱ्यो। यसरी गाडी छैन, बिग्रेर सबै थन्कायो। यति लामो लामो गाडी छ यहाँ छन त, यो भएर भएन। यस्तो धुलो उठाउँछ छट, हे प्रभु। विदेश धुलो त आम्मामा धुलो उडाएर। ए अल्फानर भन्ने कम्पनी, यो त ठुलो छ। यो अल्फानर कम्पनी यहीँ छ, हामी आउने बाटोमा ठुलो छ। ए जताततै अल्फानर गाडीहरू, हाई टेन्सन लाइन, ठुलो लाइन। विदेश कस्तो हुन्छ भन्नुको लागि यता बत्तीको लाइन छ यति ठुलो। कति लाइन छ? 2, 4, 6, 7, 8 लाइन। 8 लाइन रहेछ। कति हो? 8 वटै होला। 2, 4, 6 वटा। धुलो हेरौँ न, धुलो आम्मामा। ल विदेश कस्तो हुन्छ, विदेश रमाइलो होला नि विदेशमा त भन्नेहरूको लागि। ल हेरौँ धुलो, धुवा धुलो अझै हेर्ने मजाले, क्यामेरा पनि। ल विदेश म त सकिनँ। उफ आम्मामा, धुलो। बाहिर काम गर्ने मान्छेहरू कसरी काम गर्छ होला यस्तो। हे प्रभु, यहाँबाट कहिले निक्लिनु। उफ ए विदेश सजिलो छैन त विदेश। यसरी हिँड्नुपर्छ है काम सकेर आएर। उता कालो र मैले धुवा धुलो। हे प्रभु, यहाँको मान्छेहरू कसरी कटाउँछन् त। तर यहाँको मान्छे त घर बनाएर छोडिदिने मात्र हो, उनीहरू त कहाँ कहाँ जान्छ। उफ, यहाँ पनि बाटो बनाउँदैछ, रोड बनाउनु होला, घरहरू बनाउने होला नि। विदेशमा त स्वर्ग छ नि, स्वर्ग होला नि भन्नेहरूको लागि। स्वर्ग भन्दा पनि स्वर्गको राजा छ यहाँ। ए यस्तो बाटो बालुवा बालुवा खाने स्वर्ग। हे प्रभु, बोट बिरुवा कतै देखिन्छ। कोही कसैले बोट बिरुवा देख्नुपर्छ। सबै घरहरू बनाएको, घडेरीहरू, यहाँको घडेरी, साउदीको घडेरी। यो पनि सानो महँगो छैन। अझै हेर्नु कि यहाँ घर बन्दैछ। यहाँ मान्छेहरू बस्छ, घर बनाउने मान्छे। यसमा यो पुटीमा यता घाम झुल्किँदैछ, यस्तो घाम आएछ। यो पुटीमा चाहिँ घर बनाउने मान्छे बस्छ। कन्स्ट्रक्सनको काम गर्ने मान्छेहरू यस्तैमा बस्ने। यस्तो बालुवा घारीमा यस्तोमा मान्छेले चोर्छ होला कति सामान। छैन त रमाइलो स्वर्ग। ए बालुवाको खानी। यस्तोमा पिच गरेर बाटो चाहिँ पिच गरेको भन्नु कि गर्न खोजेको भन्नु कि। अहिले त अलिअलि बतास आएको छैन, शान्त छ। बतास आएको बेलामा त आँखा झिमिक पार्न हुँदैन।
सबै बालुवा छिरेको आँखामा। ए यस्तो छ ल साउदी एयरलाइन विदेश यता धुलो आमामा धुवा विदेश यस्तो हुन्छ है त गाइस। ल हेरौँ बालुवा घानी हो। अरे बाफ्रे ल छैन त गतिलो स्वर्गभन्दा पनि राम्रो ठाउँ छैन त यो। जता हेऱ्यो बालुवा जता हेऱ्यो बालुवा।